मेजर प्रब्लम विथ NS200 पछाडिको ब्रेकै गयो सस्पेन्सन टेस्टिङ अफ रोड वेलकम टु लाङटाङ नेसनल पार्क वी मेड इट टु स्याफ्रू बेसी गुड मर्निङ एभ्रिबडी वेलकम ब्याक टु द न्यू भिडियो एन्ड आजको यो भिडियोमा हामी चाहिँ जान लाग्छौँ लाङटाङ ट्रेक त्योभन्दा अगाडि हामी स्याफ्रू बेसी पुग्नुपर्ने छ एन्ड राइट नाउ अहिले म यहाँ टोखामा छु यहाँबाट चाहिँ त्यही धुन्चे 100 किलोमिटर छ अनि त्यहाँदेखि स्याफ्रू चाहिँ 17-18 किलोमिटर्स टाइम त्यही बिहान 6 बजे निस्किने भनेको 8:30 जति यहीँ भइसक्यो अब लगभग त्यही 4 घन्टा जति धुन्चे पुग्न लाग्छ बाटो त धुन्चेसम्म राम्रो रहेछ धुन्चेसम्म पहिला पनि गयो त्यसपछि चाहिँ थाहा छैन स्याफ्रूसम्म कस्तो बाटो छ हुन त राम्रै होला लोकल बसहरू जान्छ अनि हिजो एउटा न्युज पनि हेरिरहेको थिएँ म ठ्याक्कै के भन्छ अरे स्याफ्रूदेखि चाहिँ रसुवागढीसम्मको बाटो चाहिँ बन्द छ बनाउने कारणले अब अगाडि चाहिँ केही त्यस्तो नहोस् मौसम त अहिलेसम्म अघिसम्म पानी पर्ला पर्ला जस्तो थियो अहिले धन्न घाम लागिरहेछ 2-3 दिन त पुरै सनी नै छ माथि गएर अब मेन त हिउँ पायो भने रमाइलो पनि हो बट अलिकति गाह्रो पनि हुन्छ हामीलाई हिउँमा हिँड्नलाई त्यही आज बुधबारको दिन 1 अप्रिल अब अप्रिल फुल चाहिँ नबनाइदियोस् कसैले त्यही बिस्तारै बिस्तारै पहिला अब अहिलेको हाम्रो रुट टोखादेखि हामी पुग्छौँ त्रिशुलीबाट राइटतिर लागेर धुन्चे त्रिशुलीबाट अलिअलि अफरोड हुनसक्ने अनि बाटो त पहिला योभन्दा अगाडि कहिले हो लास्ट सेकेन्ड 2 वर्ष अगाडि गएको थियो त्यति बेला त बाटो एकदम राम्रो थियो अलिअलि ठाउँ मात्र अफरोड थियो लेट्स से अब यसपालि चाहिँ बाटो कस्तो छ 12 बजेभन्दा अगाडि ट्रेक सुरु गर्नु 12 बजेभन्दा अगाडि त हुँदैन होला त्यही 1-2 त बज्छ होला पक्कै पनि पुग्दा त्यहाँ गएर खानासाना खाएर अनि हिँड्नु पऱ्यो ओ माई गड के गरेको मैले नै के फ्यालिरहेको छ यसले एकचोटि यो भ्याली मात्र कट्नु पाओस् त्यसपछि त जामसाम केही हुँदैन फ्रीले आफ्नो वान वेमा गइन्छ अनि आज हामी हिँड्न लागेको चाहिँ 3 जना छौँ म र एउटा साथी अगाडि स्कुटरमा छ अहिले एकछिनमा भेटाइदिइहाल्छ सबलाई ओके सो लेट्स गो विथ अस टु लाङटाङ भ्याली पहिला त ठ्याक्कै ट्रेकहरू जानुभन्दा अगाडि केही हेरिन्थ्यो रिसर्च गरिन्थ्यो हाम्रो साथी स्कुटरमा मेरो बाइकमा 2 जना छौँ अगाडि स्कुटरमा सामान लोड गरेर हिँडिराख्नु भएको छ 3टा ब्याग ठ्याक्कै अब स्कुटरको पछि हिँड्नु पऱ्यो म चाहिँ अगाडि गएर काम छैन अलिकति चाँडो हिँड्नु पाए हुन्थ्यो तर त्यही त हो नि जहाँ पनि हिँड्ने बेला अलिअलि ढिलो त भइहाल्छ बट केही छैन लेट्स होप फर द बेस्ट एभ्रिथिङ टिल नाउ इज गुड प्लानहरू पनि टक हाम्रो एक्जिक्युट भइरहेछ यसो बिदा मिल्दैन जस्तो लागिरहेको थियो धन्न बिदा पनि मिल्यो सबजनाको एकैचोटि यसो एकछिन अब नर्मल डेली लाइफबाट फेज आउट पनि हुनु पऱ्यो नि त त्यसको लागि पनि हिँड्नु पऱ्यो अनि वर्षको एउटा ट्रेक त हानौँ भनेर गोसाइकुण्ड पनि इन्क्लुड गर्नु पाए हुन्थ्यो तर हामीसँग टाइमको लिमिटेसन छ त्रिशुली कति किलोमिटर छ ठ्याक्कै थाहा त छैन ठ्याक्कै 8:30 बजे हिँड्यो भने कति 1.5-2 घन्टा लाग्यो भने त्रिशुली ठिकै हो त्रिशुलीबाट पनि 1.5 घन्टा त उता धुन्चेसम्म लाग्छ र हामी यहाँ अब झोर पनि आइपुग्यौँ यहाँसम्म चाहिँ अलिअलि ट्राफिक कन्जेसन थियो अब बल्ल अलिकति रोड खुल्ला पाउने भयो यहाँबाट सर्लक्कै उकालो छ अब बाइक त चढिरहेको छ स्कुटरलाई चाहिँ गाह्रो त बस चढाउनलाई यहाँदेखि बल्ल अघि त ट्राफिकले दिमाग खराब गर्दा त बिहान यस्तो ट्राफिक यार यो बाटो त पहिला यस्तो बिजोग हुन्थ्यो नि धन्न बाटो भनेर झर्ना यहाँ तल रहेछ नि त वा बिहान यस्तो कामबाट फ्री भएर हिँड्नु पाइदा यस्तो रमाइलो मच निडेड ब्रेक जस्तो भयो कि यो त ओके वेलकम टु गुरुङ गाउँ स्पेसली दिस वान
शिवपुरी ड्यास खाजा घर। आई नो सबैलाई थाहा छ वाइ इट इज फेमस फर। हाम्रो पनि एउटा फेभरेट डेस्टिनेसन हो। अलिकति ब्रेक पायो भने यहाँ आएर खाजा खाने गरिन्छ। घर तापा भने त मार्छ होला यार यहाँ त। लेट्स होप घरकोले यो भिडियो चाहिँ नहेरोस्। ठ्याक्कै हामी गुर्जे भन्ज्याङ कटेर गुरुङ गाउँ आयौँ। अब यहाँबाट 15 किलोमिटर जति चेहेरेछ। त्यहाँबाट सिधा बाटो फेरि अब त्रिशुलीसम्म चेहेरेबाट सिधै बाटो छ। धेरै उकालो ओह्रालो घुमाउरो बाटो हुँदैन। स्कुटर राइड इज गुड। अगाडिको साथीले इन्जोय गर्दै हुनुहुन्छ। हाम्रो वा लाइक खै किन स्कुटरमा लास्टै डर लाग्छ। अघि त घाम नलागेर पानी पर्छ कि जस्तो लागिरहेको थियो। धन्न उसले पाहाडले मात्र छिक्या रहेछ क्या। बाटो अलिकति भाइब्रेसन मोडवालै बाटो छ। लट अफ हेभी चल्छ यो बाटो त। आफ्टर अ लङ टाइम मैले भर्खरै मिटर चलेको देखेको थिएँ। बनाउनु पर्ने छ यार, टाइमै भएको छैन बनाउनलाई। वाह यो मजाको बाटो। हामी 4वटा बाइक अघिदेखि लाइनले हिँडिरहेको छौँ। 5वटा अगाडिको एनएस, त्यसपछि यो पल्सर, अनि त्यसपछि यो 220 हो कि 150 220 हो जस्तो लाग्छ। 150 रहेछ। त्यसपछि हामी 5जना लाइनले कन्भोय बनाएर हिँडिरहेछौँ। फर्स्ट ब्रेक हाम्रो अब त्यही त्रिशुलीमा होला। यसो रिफ्युलिङ एन्ड खाजा ब्रेक। एन्ड देन हामी धुन्चेसम्म पुग्छौँ। त्यसपछि त्यहाँ गएर खानाको लागि फोन गर्छौँ। अनि स्याफ्रुबेसीबाट खाना खाएर अनि त्यसपछि हाम्रो द ट्रेक विल स्टार्ट। मेजर प्रब्लम विथ NS 200 पछाडिको ब्रेकै गयो। अब एकछिनमा यसो अब चिसो बनाउनु पऱ्यो यसलाई। चिसो बनेपछि ठिक्क हुन्छ। फेरि ओह्रालो भएकोले गर्दाखेरि हो, हानेको हाने गऱ्यो होला। त्यसपछि गइहाल्यो। ल यसो ब्रेक हानिदिउँ। ल जाउँ होला। अब ब्रेक अलिअलि ठिक भयो जस्तो लाग्छ। अलिक पछाडिको ब्रेक कम लिएर हिँड्नु पऱ्यो। मेन ओह्रालो हो, डबल लोड, अलिकति हान्नै पऱ्यो ब्रेक। अब के गर्ने। अब हाम्रो NSको प्रब्लमै यही छ भने। ओके लेट्स गो। घाम लागिरहेछ मस्त। इन्जिन ब्रेकिङमा चलाउनु पऱ्यो यार। ल कति मिनटको 9:15 भयो नि। 10-15 मिनट जतिकै ब्रेक भयो। अघि 9 बजी जति रोकेको थियो। धन्न अगाडिको ब्रेक यसको हिट भएर क्लच बन्ने रहेनछ। मात्र त हडाङ्गै तल। ल हामी यहाँ अब चेहेरे पुग्यो। अब यहाँसम्म थियो ओह्रालो। अब यहाँबाट 20 किलोमिटर त्रिशुली। यो बाटो चाहिँ सिधै हो त्रिशुलीसम्म। अब ओह्रालोले गर्दाखेरि हो अलिकति भएको ब्रेक। त्यसले गर्दाखेरि अब अलिअलि स्लो पनि चलायो। अब यसो एकछिनमा ब्रेक पनि कुल हुन्छ होला। त्यसपछि म पनि कुल भएर चलाउनु पर्छ बाइक। यहाँबाट चाहिँ एकदम सिधा बाटो छ। अब धेरै छैन, बाङ्गो टिङ्गो छैन। यहाँबाट अब के भन्छ, भ्यालीको बाटो भन्दा नि हुन्छ, सम्म बाटो भन्दा नि हुन्छ। त्यही 20 किलोमिटर हो। 40 मिनट जति लाग्छ कि। ऊ स्कुटरमा ब्याग एक साइड भइरहेछ क्या अगाडि। त्यो ऊ नै बाङ्गो भएपछि त भइहाल्छ नि ठ्याक्कै। त्यो बाँध्ने नै जुन रबर ब्यान्ड छ त्यो नै यतातिर आइसक्यो। त्यो मिलाइदियो भने हुन्छ होला। धन्न ब्याग राम्रोसँगै बाँधेर यहाँसम्म आइएछ। एभ्रिथिङ इज सो फार सो गुड। यतैबाट जानुपर्छ होइन दुप्चेश्वर माथि। ओहो नेक्स्ट टाइम दुप्चेश्वर जाने बाटो यही हो। अस्ति प्लान त गरिरहेको थियौँ हामी केटाहरूले। यसो दुप्चेश्वर गएर अनि यता एउटा कुन रेजोर्ट छ त्यो के भन्छ त्यसलाई, व्हाट्स द्याट कल्ड,
त्यो जिप लाइन हान्नेवाला रहेछ त्यता गएर अस्ति फोन गरेको थिएँ ठ्याक्कै रिजोर्ट नै खाली भएन अनि ठ्याक्कै हामी उतातिर जानु पऱ्यो त्यसपछि बेतान्चोक गयो बट यताको प्लान पनि स्टिल अन लेट्स सी वेन इट वुड बी एक्जिक्युटेड चेहेरेबाट दुप्टेश्वर भनेको 41 किलोमिटर भन्दा धेरै त लाग्दैन बिहान पुगिन्छ पट्टाबारी प्लेस साथीलाई त हाम्रो स्कुटर ब्याङ उडाइरहेछ त म यहाँ गियर तलमाथि गर्नु परेको हुनाले अलिकति पछाडि नै छु ओइ स्मल वर्ल्ड क्लास मा नचिप्लेछ यार यस्तोमा लास्टै धेरै चिप्लिने डर हुन्छ ओके वी हेभ रिच्ड ढिकुरे सोफा अब यहाँ ढिकुरेबाट लेफ्ट लाग्नु पर्यो हामी त्रिशुलीको लागि वाउ फादर्स रोड हो किङ क्विन वाउ वेलकम टु ढिकुरे बजार यहाँबाट गङ्गटे त्रिशुली कुन वाह Now we need to take left turn. Oi, let's go. Auntie ji, jump. बजार अलिकति भएन है यो बजारको यसो डेभलपमेन्ट चाहियो ओ यार अघि त चिसो होला जस्तो लागिरहेको थियो घाम परेर त गर्मी पो हुन थाल्यो यार सुरु मात्र हो हामी कसैको लागि खास हुने त्यसपछि समय बित्दै जाँदा पढ्न सकिएन आई थिङ्क यो बाटोमा पनि टाइम लिमिट रहेछ गाडीहरूलाई हुनु पनि पऱ्यो नि मेहनत गर भाग्य आफै चम्कन्छ विदुर 10 किलोमिटर्स फ्रम हियर ओके लिटल बिट अफ अफ रोड नाउ त्यस्तो धेरै त छैन अलिकति त्यही सस्पेन्सन टेस्टिङ अफ रोड यस्तो सस्पेन्सन स्मुथ छ कि छैन भनेर टेस्ट गर्नलाई भएको अफ रोड यो धुलो हामी त ओके वी हेभ रिच टु त्रिशुली अब यहाँ खाजा खानुपर्ने हो पेट्रोल पम्प पनि खोज्नु पऱ्यो यहाँ रहेछ फाइनल यहीँ चोकमै रहेछ पेट्रोल पम्प $188.5 ल पेट्रोल पनि हाल्यो अब हामी त्रिशुलीबाट गोसाइकुण्डतिर लाग्न लाग्छौँ स्कुटरमा त तेल हाल्यो यसमा चाहिँ हालिएन पुग्छ होला यसमा अब यहाँबाट राम्रो बाटो थियो पहिला त ल पेट्रोल हाल्यो एउटा टेन्सन फ्री त भयो नि यति हो कि बाटो नबनाएको नभए त माथि दामी बाटो छ यसको माथि यति हो क्या नबनाएको उकालो त्यो बेला खै किन हो यो यता अर्को गाउँपालिका उता अर्को गाउँपालिका पर्छ क्या नो म्यान्स ल्यान्ड ल टाइम त्यही 10:30 भयो
खाजा खाने भनेको खाजा खाइएन त अब एकैचोटि धुन्चेमा गएर नभए स्याफ्रु पुगेर अब खाना नै खाइन्छ अनि त्यहाँबाट हिँड्न सुरु गरिन्छ। त्यहाँको पेट्रोल पम्प थाहा थियो त खै किन सम्झेको म कहाँ छ खोजिरहेको छु उसै हेर्छु ऊ अगाडि त रहेछ पेट्रोल पम्प। ल ठिकै छ अब यसो लेट सी अब त्रिशुलीदेखिको धुन्चेसम्मको बाटो कस्तो रहेछ त। अहिले त मजाकै बाटो छ यस्तै बाटो भइदियो हुन्छ हुन त हुन्छ यस्तै बाटो। आई थिङ्क 70-80% अफ द रोड इज टारम्याक अब 20% जति अफ रोड हो। एकचोटि त कहिले हो गोसाइकुण्डबाट फर्किने बेला 7-8 बजीतिर फर्केको थियौँ त्यसपछि हिँडेको हामी त यहाँ आएर कति 10 बजेतिर खाना खाएको थियौँ अनि त्यसपछि काठमाडौँ 12 बजे जति पुगेको थियो। वाह यतापट्टि दामी रहेछ नि। Road is good so far. Oh, the road is good, but the bus is so much smoky. यस्तो कालो धुवा फाल्छ नि यार कालो गएर चढाउने बेला झन् दामी पिस अफ केक बोय लाइक दिस। गर्मी पो हुन थाल्यो मोटो ज्याकेट लगाएर आएको त्यही भएर होला। माथि त हिउँ परे के होस् परोस् चाहिँ नै पऱ्यो भने त अब इनिसियल प्लान त हाम्रो त्यही 10 बजे स्याफ्रु पुग्ने थियो 5 बजे हिँडेर बट 8 बजे हिँडेर 10 बजे यहाँ पुग्नु ठिकै हुनु। त्रिशुली कटेर पनि पेट्रोल पम्प रहेछ त। नो निड टु वरी अबाउट फ्युल। गोरु जुधाई प्रदर्शन वाउ लिटरली आई एम इन लभ विथ दिस रोड। यस्तो मिठो बाटो छ नि वाह यस्तो मजा आइरहेछ। अलिकति पनि भाइब्रेसन फिल भएको छैन। अघिसम्म आउँदा पुरै भाइब्रेटिङ मोडमा आइरहेको थियौँ अहिले त यस्तो के भन्ने बपाल 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 बाटो अति मिठो बाटो भन्दा नि हुन्छ। यो पुलमा उतापट्टि नुवाकोट रहेछ। अब यहाँदेखि हामी रसुवा जिल्लामा पस्यौँ। वेलकम टु रसुवा। ठाउँको नाम बेद्रावती। नुवाकोट जिल्लासम्म बाटो मात्र राम्रो थियो क्या। रेड पान्डा टिमुरे गो गो गो। मौ कहाँ जाने ल बाटो साङ्गुरो भए पनि राम्रो छ यताको पनि। यो जर्नीको हाम्रो ट्रेकिङ पार्ट मात्र राम्रो होला भनेको राइडिङ पार्ट पनि बवाल रहेछ। इन्टु द जङ्गल्स वाला पुरै भाइब्स आइरहेको छ यार। हो डे युनको गाडी good boss. This is good boss. ओ चाइना बोर्डरबाट पो लिएर आउने रहेछ नि त्यो कन्टेस्ट गाडी। इन्टरकम भएको भए बवाल हुन्थ्यो नि। यसो केटाहरूको गफ एउटाले अर्कोलाई रोस्ट हान्ने अर्कोलाई रोस्ट हान्ने दुइटाले मिलेर कुनै बेला एउटालाई रोस्ट हान्ने यस्तो मजा आउँथ्यो। केही छैन विल डु पावर हाम्रो चाँडै नै त्यो इन्भेस्टमेन्ट पनि गरेर यसो सबकोमा इन्टरकम हालेर अनि यसो क्याङ कुकुङ गर्दै हिँड्नुपर्छ। लहरे पौवा भन्ने ठाउँमा आइपुग्यौँ। ओ रुख र तारा तारामै गयो। हरियो सम्झेर रुख बन्न ठानेको। ओके स्याफ्रु बेसी 49
भनेपछि त्यही स्याफ्रुलाई अब 50 किलोमिटर छ भने चाहिँ 50 किलोमिटर 40को स्पिडमा गयौँ भने 1.5 घन्टा। ओके, पहिरो प्रोन एरिया आइपुगेको अवस्था छ। पहिला पहिला पोस्ट हालिन्थ्यो नि त, यो घुमघाम गरेको अवस्था, यो अवस्था त्यो अवस्थामा मान्छेहरूको के हो, माथिबाट त तलको बाटो बवाल रहेछ नि। इलेक्ट्रिक गाडी पनि हिँड्दो रहेछ त रसुवासम्मै। ओह गर्मी भयो यार। यो अब यहाँबाट राम्चेबाट धुन्चेबाट स्याफ्रु। गाइज वी गट कन्फ्युज्ड हियर। अब त्यहाँबाट नयाँ बाटो बनाएको रहेछ, जोडिने त एउटै ठाउँमा गएर जोडिने हो दुइटै बाटो, तर भाइ टु टेक अगाडि गएर फेरि बाटोसाटो बन्द होइन अर्को तनाव। त्यही भएर नट टु टेक रिस्क एन्ड पछि गएर थाहा हुन्छ के रहेछ यताको बाटो, किनकि पहिला त उतैबाट गइन्थ्यो। यो बाइपास जस्तो गर्न ला जस्तो छ। अघि ठ्याक्कै हामी यताबाट सिधै छिरेको थियौँ, राइट गएको भए हुने रहेछ। अब सरलाई अगाडि गएर सोध्नुपर्छ के भन्यो हाम्रो यहाँका मान्छेहरूले उहाँलाई। अनि why to take risk and we are already out of time। त्यही भएर पनि यो गाउँ बाइपास गर्नु लाग्यो जस्तो लाग्छ कि मलाई। कालिका स्थान अब कति 5-6 किलोमिटर होला कालिका स्थान। गाइज वी हेभ रिच्ड टु कालिका स्थान। अनि कालिका स्थानमा नि पेट्रोल पम्प रहेछ, सो नो निड टु वरी अबाउट। अघि यो दुइटै तिनटैलाई ओभरटेक हानेको थियौँ हामी बाटो बिचमा बिराएर। यो तिनवटा अगाडि गयो, अब फेरि यिनीहरूलाई ओभरटेक हान्नु पर्ने हुन्छ। ओ रिस्की सिचुएसन। हामी बिस्तारै छौँ। दाजुले आफैले छोडिदिनु भयो, थ्याङ्क यू सो मच। यहाँ एउटा चेकपोस्ट टाइप पनि छ के अरे, एन्ट्री गराउनु पर्छ होला हामीले। यसो के टेक्नोलोजी पनि, मान्छेले इन्जिनमा यस्तो रिसर्च गर्यो लास्टमा त ब्याट्री ल्याएर मोटर जोडेर सुई नो इन्जिन कन्सेप्ट नै क्या फरक पऱ्यो है। त्यो मान्छे स्याफ्रु रसुवागढी। वान अफ द मेजर टाउन जस्तै छ त। अलिकति बाटो बनाइरहेको अवस्था, चाँडो बनाउनुहोस् चाँडो। यो यहाँ एन्ट्री गर। ल एन्ट्री गराएर हिँड्न लाग्यो यहाँ बाटो बनाउने भएकोले। जेसीबी की खुदाई एकछिन हेरिहालौँ न। पहिला भाइरल हुन्थ्यो नि, क्या कर रहा है जेसीबी की खुदाई देख रहा हो। कहाँ पुग्नु छ अब, यहाँ मस्त बसेर आरामले हेर्ने हो यहाँ। अब राम्चे आइपुग्न लाग्यो। यहाँबाट त्यही पारीको बजार, राम्चे बजार।
त्यहाँभन्दा अगाडि यसो अलिक अफ रोड वाउ त्यहाँ तल रहेछ खोला हामी धेरै माथि आइसक्यो कति 5-6 वर्ष अगाडि होला हामी ठ्याक्कै गोसाइकुण्ड ट्रेक जान लाग्ने बेला उ थियो क्या यहाँ त्यही त हो नि पहिरो गएको यहाँ बस काठमाडौँबाट यहाँसम्म आउँथ्यो अनि उताबाट उतैको बस उता अनि ठ्याक्कै प्यासेन्जर चेन्ज गर्थ्यो क्या दुइटैले अनि जान्थ्यौँ त्यसरी भएको थियो तर फर्किने बेला चाहिँ बाटो त्यही 1-2 दिनलाई भएको थियो त्यस्तो यो बाटोमा यस्तो यति धेरै ट्रकहरू चल्छ नि कम्तीमा नि 50वटा भन्दा धेरै बढी ट्रक कन्टेनर मैले क्रस गरिसक्यो होला ट्रक भनेकै हाइवेको लाइफलाइन त हो ओ ब्रदर जे होस् ट्रक कति धेरै चल्छ द्याट इज गुड बिकज दे आर द लाइफलाइन अफ द हाइवे यु नो लगेर गुडा गयो 5-6वटा त यहीँ देखिहाल्यो नि मोर देन 50 मैले अघि नै क्रस गरिसकेँ होला यहाँ थियो ठ्याक्कै पहिरो गएको पहिला एन्ड फाइनली वी आर इन्टरिङ राम्चे बजार यहाँबाट धुन्छ 10-15 किलोमिटर हुनुपर्ने हो ढाड दुख्छ यार अया हो तल त कति तल हो धन्न पानी परेको छैन नभए त बिजोग हुन्थ्यो हाम्रो समृद्धि इलेक्ट्रिक ट्रक अब यसलाई बस बनाउने हो कि ट्रक चेसिस मात्र आउने हो कि छक्क नमान्नुहोस् यस्तो बस पाइयो भने काठमाडौँमा बडी मात्र हाल्ने हो कि ट्रकको बडी हाल्ने कि बसको बडी हाल्ने टुडे वी गेट टु विटनेस समथिङ न्यू अब इलेक्ट्रिक बस इलेक्ट्रिक ट्रक त बनाउँदैन होला पक्कै बसै बनाउँछ यसलाई ओहो दामी यताबाट फेरि ट्रकहरू खाली जाने होला उताबाट मात्रै त हो इम्पोर्ट गर्ने डर पो लाग्छ यार तल हेर्नु हाइड्रो पावर वाउ द ब्रेथ टेकिङ मोमेन्ट हाउ इज योर ग्लुट मसल ट्रेन गरिरहेछ हाम्रो भाषीमाले सो केटाहरूले पुरै ग्लुट मसलको त यहाँ लेट्स राइड स्कुटर अब ल क्या साइलेन्ट स्टार्ट फर्स्ट टाइम चलाइरहेको छु म यसको स्कुटर हो बाई बाई यसमा त ग्लुटलाई कम्फर्ट हुने रहेछ त धेरै नै कम्फर्ट हुन्छ
Just look at this view, guys. Wow. Oh. कति भवा राम्चेदेखि धुन्चेसम्म त पुरै टर्म्याक त छैन बट यस्तो यस्तो बाटो छ अलिकति अप्ठ्यारो अय्या अप्ठ्यारो त के भन्नु यसलाई त्यही स्पिड कम गरेछ बाटो राम्रो छ पानी पऱ्यो भने बल्ल गाह्रो हुने हो हिलोमा चिप्लिन सक्ने चान्स हुनसक्छ ड्याट्स अन रेडी गो यो गाडी ल्याइदियो यार गाइजहरूले वेलकम टु लाङटाङ नेसनल पार्क अब हामीले एन्ट्री गर्नुपर्ने हुन्छ यहाँबाट 1 किलोमिटर जति छ के अरे धुन्चे के अब चेकिङ एन्ड एन्ट्री अफ द बस टिकट काटियो ल अब यहाँ एन्ट्री गराएर धुन्चे छिर्यौँ वेलकम टु धुन्चे बजार यहाँसम्म चाहिँ पहिला पनि आइयो अब यस अगाडि चाहिँ हामी हिँड्नुपर्ने हुन्छ यस धुन्चे बाबु नानीहरूको स्कुल सक्यो यहाँबाट त्यही 16-17 किलोमिटर जति हुनुपर्ने हो के भन्छ अरे हाम्रो स्याफ्रो बेसी तल दाइहरूले भन्दाखेरि हामीलाई 20-25 मिनट लाग्छ भने हामीलाई आधी घन्टा लाग्न सक्छ अब यता रोक्ने भनेको यतै खाना खाएर गयो भने भोकले त मर्न लागिसक्यो अब सबले ल स्याफ्रोमै गएर खाना खाऊँ भन्यो वे टु गोसाइकुण्ड यता वे टु स्याफ्रो यता वा क्लिफ ह्याङ्गरमा बाइक चलाउँदा त बाबा कहाँ माथिसम्म हेऱ्यो भने पहाडदेखि नै धुन्चे बजार क्या दामी अन माई लेफ्ट वाउ Just look at this. Oh my god. Ayya. कहाँ गइरहेछ हो बाइक त माथि चढाउनु पर्ने तल्लोमा आइया हो सस्पेन्सन टेस्टिङ धेरै होइन अलिकति थियो हार्डली 200-300 मिटरको अफरोड यो भोकले मर्नु थालिसक्यो यार वा गुराँस नटिपौँ होला हेरेर मात्र आँखा त मनलाई आनन्द दिउँ नो गुराँस टिपिङ पुल त दामी बनाएको छ है वेलकम टु स्याफ्रो बेसी 14 किलोमिटरमा 10 किलोमिटर त राम्रो बाटो थियो 4 किलोमिटर चाहिँ यो अलिअलि अफरोड जस्तो टाइपमा छ होइन यो भित्र टनेल छ कि क्या है रोड किङ रोड किङ वाह बब्बाल पुल ओहो चिलीमै हाइड्रो पावर यो हो सेयरमा त लास्टै चिलीमै सुनिन्थ्यो नि फर्स्ट टाइम हेऱ्यो चिलीमै हाइड्रो पावर CHL ल गाइज वी मेड इट टु स्याफ्रो बेसी एक्ज्याक्टली 1 बजे ठ्याक्कै हामी अहिले स्याफ्रो बेसीमा छौँ
होटेलहरू पनि राम्रो रहेछ। हजुर लाङटाङ पुगेर आउनु भयो? ए बाइक कहाँसम्म जान्छ? शेर्पा गाउँतिरबाट जाने भयो हजुरको शेर्पा गाउँसम्म पुग्छ ए हजुर। शेर्पा गाउँबाट कति 10-15 मिनट यता। ए अब हजुर यता लामा गाउँबाट जानुहुन्छ भने चाहिँ यहीँ तलैबाट राख्नु। यहीँ तलै यहीँबाट राखेर ए ए बाइक यहीँ सुरक्षित हुन्छ। हजुरहरू कहाँ राख्नु भएको थियो बाइक? हामीले होटलमा ए होटेल के अरे त्यो नाम रिभर साइड रिभर साइड तल चौर छ हजुर जानुभयो भने राइट साइडमा चौर छ चौरमा गेट छ हजुर गेटको साइडमा बाइक छिर्ने ठाउँ छ त्यहाँ छिरेर त्यहाँ जानुभयो भने त्यहाँ चाहिँ पार्किङ चार्ज लिँदैन कि ए होटेलमै राखिदिनु ए हुन्छ त साइड होटल ए पानी कति बेला पर्छ थाहा हुँदैन। हामी भर्खर बाइक त्यहाँबाट निकालेर हिँडेको ए कति दिन लाग्यो हजुरहरू कहाँ पुगेर हो? हामी सेरगढी शेरकोरी कति दिन लाग्यो? हामीलाई कति हामी लास्ट हामी यहाँ थर्सडे आएको थियौँ बेलुका ए थर्सडे अनि फ्राइडे बिहान हिँडेको ए अहिले भर्खर माथिबाट आएर खाना खाएर हामी लामा गाउँसम्म पुग्न सकिन्छ आज? आज नपुग्नु सक्नुहुन्न त्यो एकदमै टफ हुन्छ ए पहिला बम्बूसम्म जानु मिल्छ? बेम्बो त इजिली पुग्नुहुन्छ ए बम्बू बेम्बो चाहिँ इजिली पुग्नुहुन्छ 1 बज्यो बेम्बो त एकदमै उज्यालोमा पुग्नुहुन्छ। ए हुन्छ त हस् थ्याङ्क अथवा तपाईँ सक्नुभयो भने रिम्नासम्म पुग्नु भए पनि हुन्छ। ए रिम्ना लामा गाउँ चाहिँ नपुग्नु धेरै टाढा हुन्छ ए भोलि गाह्रो हुन्छ। हजुर त्यो पनि बेम्बो या अलि छिटो अझै अलिकति हामी हिँड्न सक्छौँ भन्ने लाग्छ भने तर पनि बेम्बोबाट पनि फेरि लाग्छ नि 3 घन्टा लाग्छ उकालोमा त्यसलाई सबै थाहा ए रिन्मासम्म पुग्न बेम्बोभन्दा अगाडि नबढ्नुहोस् ए फर्स्ट डे हो नि त अब हजुर हजुर धेरै साइकल भोलि हिँड्नै सकिँदैन। त्यो पनि हो। हुन्छ त हस् होटेल रिभर साइड भन्थ्यो होइन? होटेल सनराइज तल हो कि क्या हो? तल हो चौरी जस्तो भनेको थियो होइन त? रिभर साइड यतैबाट हिँड्यो हिँड्नलाई चाहिँ यतैबाट हिँड्यो कि के हो? रिभर भेज कि रिभर छ रिभर बाइक ऊपर साथी जाती है Hey,